दर्शकबिन यो भिडियो एकैछिन हेर्नुहोस् त। मानिसहरू भएर पनि कति साह्रो दयाहीन व्यक्तिहरू रहेछन् यी व्यक्तिहरू, जसले चाहिँ यसरी गौ मातालाई चाहिँ कर्णाली नदीमा यसरी ढकेली मृत्युको मुखमा पुर्याउने काम गरिरहेका छन्। कसैले दाम्लोले हानिरहेका छन् भने कसैले ढुङ्गाले हानिरहेका छन् र कोही चाहिँ बसेर भिडियो गर्नमा मस्त बनिरहेका छन्। तर त्यो बिचारा गौ माताले चाहिँ पल पल फर्की हेर्ने कोसिस गर्छिन् कि मलाई बचाउँछन् कि भनेर। तर यी दयाहीन भएका मानिसहरूले के बचाउँथे र अझै लखेटी ढुङ्गाले हानी अझै पोखरीतिर अझै खोलातिर डुबाउने काम गरिरहेका छन्। र यो कस्तो प्रथा हो, कहाँदेखि आएको चलन हो, यसलाई झट्टै हामीले एकदमै यसको कडाभन्दा कडा एक्सन लिनुपर्छ। किनभने मानिसले धर्म गर्नलाई नि त्यो गौदान दिन्छ भने आज त्यही गौलाई यसरी मार्ने नि एउटा धर्म हो भन्ने खालको धर्ममै पाप भएको कुरा हामीले यहाँ स्पष्ट रूपमा देख्न पाइरहेका छौँ। हेर्नुहोस्, बिचारा पल पल तडपी आउन खोज्छ अगाडि, तर यी यस्ता दयाहीन भएका मानिसहरूले के त्यसलाई बचाउन दिन्थे र फाइनली आज मैले फेरि पनि हेरेँ है, मलाई धेरै खुसी लाग्यो। यो गाईले आफ्नो ज्यान बचाएको छ र गाई गाउँतर्फ फर्केर आएको छ र पुलिसहरूले पनि यो गाईलाई कसैले लगेर पाल्दा हुन्छ भन्ने आदेश दिइसकेका रहेछन् र कुनै गाउँका बासिन्दा स्थानीयहरूले यो गाईलाई अब लगेर पाल्नेछन् र पालन पोषण गर्नेछन्। र यी मानिसहरू जसले पनि यस्तो खालको कुव्यवहार गलत सोच लिएर यसरी गरेका छन्, यी मानिसहरूलाई ठुलोभन्दा ठुलो घोर पापले एकदमै घेर्छ। हेर्नुहोस् बिचारा, हैन, बिमारी भए पनि त एउटा कुरा हो, तर सजन एकदम सग्लो गाईलाई यसरी जानी उसले चाल पाइ लगेर त्यसरी हाल्दा त कसको मन मान्छ? हजुरको पनि मन मान्दैन, हाम्रो पनि मन धेरै रोएको छ। यस्तो बिचारा बेजुबान पशु हो, तर पशु भनेर हामीले जे पाए त्यही त गर्नु भएन नि, हैन। उसको आजादीमा पनि त जिउन दिनुपर्ने हो, तर यी मानिसहरूले यस्तो गरेका छन्। र मैले हजुरहरूले देख्नुहुन्छ अहिले फ्रेममा लगाइदिइसकेको छु, यो गाई बाँचिसकेको छ र एकदमै भाइरल भएको छ यो भिडियो, हैन। तपाईहरु सबैजनाले देख्नुभएको छ। अनि कसले देख्नुभयो, के प्रतिक्रिया तपाईहरु दिन चाहनुहुन्छ, यो उहाँसम्म पुर्याउनुहोस् जहाँबाट यो भिडियो फैलेको थियो। लाइक, कमेन्ट अनि फलो पनि गर्नुहोला अनि सबैसम्म पुर्याइदिनु होला। यो गाईको फाइनली उसले आफ्नो जीवन बचाएको छ, हेर्नुहोस् त मानिसहरूले। र अहिले फाइनली यो कुनै एउटा राम्रो सोच भएको मानिस हुनुपर्छ। तर हेर्नुहोस् न, यसरी कुटी यसरी फेरि खोलैतिर ढकेली लगिरहेका छन् र एकदमै दुःखको खबर यो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको थियो। र मैले पनि सानो टिप्पणी दिएको छु, यस्ता गलत सोच भएका मानिसलाई लात हानेर हैन एकदम यिनीहरूलाई खेदाउनुपर्छ। हेर्नुहोस् त, क्रियापुत्रीहरू पनि त्यहाँनिर त्यसरी बस्दा रहेछन्, एकदमै नाजुक है। हेर्नुहोस् त, यी सुरुबाट त्यहाँनिर त्यसरी गौदान दिने खोलामा यसरी गरिसकेर गाईलाई चाहिँ लगेर बगाइदिने, यो कस्तो खालको प्रथा हो? एकदमै मलाई त मन परेन। हेर्नुहोस्, एकदमै बहुत दुःख लागेर आयो। यी गाई बार यिनीहरूले हैन खोलामा हाल्ने बगाउने काम गरिरहेका थिए, तर पनि फाइनली गाई बाँचिसकेको छ गाइस, हजुरहरूले देख्न सक्नुहुन्छ। र अहिलेलाई भने यति नै, फेरि भेटौँ अर्को भिडियोमा। यो भिडियोलाई धेरैभन्दा सेयर गरिदिनु अनि फलो गरिदिनु होला। हेर्नुहोस् बिचारा।